चौथो कुरा एकदम महत्त्वपूर्ण कुरा छ नि, यो चाहिँ लामो छ, त्यो चाहिँ हो हामी एउटा इनाम पाउने हुनलाई दगाउनको लागि हामी अनुशासित हुनुपर्छ। सो वी मस्ट डिसिप्लिन आवर लाइफ। हाम्रो दौडलाई एउटा उद्देश्यपूर्ण जीवनको दौडनको लागि तपाईँलाई मैले बुझ्नुपर्ने कुरा हामीलाई डिसिप्लिन चाहिन्छ। दाजुभाइ दिदीबहिनी हरेकले आफ्नो दौडलाई पुरा गर्नुपर्छ। कतिजना त दौड पुरा गरेर गइसक्नुभयो। कोभिडको समयमा धेरैजनाले परिवारले आफन्त गुमाउनु भयो, धेरैजना आफ्नो दौडलाई पुरा गरेर जानुभयो। तर महत्त्वपूर्ण कुरा चाहिँ हामी जतिजना अहिले यहाँ छौँ, यो मण्डलीभित्र छौँ, म यहाँलाई एउटा कुरा चुनौती दिन चाहन्छु। तपाईँ र म खालि दगुर्नको लागि मात्र होइन, तर डिसिप्लिन भएर हामी दगुर्न सकौँ, अनुशासित भएर हामी आफ्नो दौडलाई पुरा गर्न सकौँ। यसकारण पावलले त्यो विषय हामीलाई लेख्दछन्। यहाँ आएर पावलले के भन्दैछन् हेर्नुहोस् त, यसकारण लक्ष्य नराखिकन म दगुर्दिनँ, हावामा मुक्का हान्ने जस्तो म हान्दिनँ, तर आफ्नो शरीरलाई कठोरता साथ सधाउँछु र यसलाई बसमा राख्छु, न त अरूलाई प्रचार गरेपछि म आफै चाहिँ अयोग्य ठहरिनेछु। अङ्ग्रेजीमा आई डिसिप्लिन माई लाइफ, म मेरो शरीरलाई अनुशासित गर्छु, त्यही हो काबुमा राख्छु भने त्यही नै हो। किनकि तपाईँ र मलाई परमेश्वरले एउटा डिसिप्लिनको लाइफ पनि अनुशासनको जीवन बोलाउनु भएको छ। त्यो अघि मैले तपाईँलाई कोरिन्थीको मण्डलीको छोडो इतिहास पनि बताएँ। कोरिन्थीको मण्डली छिटो रूपमा बढेको मण्डली हो, थुप्रै दान वरदानले भरिएको मण्डली। परमेश्वरलाई धन्यवाद होस् ती वरदानहरूको लागि। तर यो मण्डलीले चाँडै बिर्सेको कुरा चाहिँ डिसिप्लिनको लाइफ हो। जुन अनुशासनको जीवन संसारको बिचमा नुन र ज्योति भएर जिउनु परेको थियो, त्यो क्षेत्रमा यिनीहरू चुकेका थिए। यिनीको डिसिप्लिन लाइफ चाहिँ थिएन। यसमा म धेरैजना क्रिस्चियनलाई चिन्छु, जीवन लथालिङ्ग छ। यसका प्रियहरू, हामीलाई परमेश्वरले डिसिप्लिनको लाइफ पनि जिउनलाई बोलाउनु भयो। किनकि हाम्रो जीवन चाहिँ पावलले भन्छ हामीलाई चाहिँ एउटा महान बोलाहटको निम्ति वी आर कल्ड बाई गड। हामीलाई चाहिँ परमेश्वरले चुन्नुभयो, उहाँको महान बोलाहटमा हामीलाई ल्याउनु भयो। संसारको बीचबाट एफिसीले त्यसो भन्छ, उहाँले हामीलाई चुन्नुभयो। ग्रिकको अर्थ यो, परमेश्वरले गड हेज ह्यान्ड पिक भन्छ त्यसलाई। परमेश्वरले आफ्नै हातले हामीलाई अरबौँ मानिसको भिडबाट बोलाएर ल्याउनु भयो आफ्नो उद्देश्यको लागि, एउटा योजना पुरा गर्नको लागि। प्रियहरू, परमेश्वरको महान इतिहासभित्र तपाईँ र मेरो जीवनलाई परमेश्वरले महान रीतिले चलाउन चाहनुहुन्छ। त्यसको निम्ति तपाईँ र मलाई परमेश्वरले बोलाउनु भएको छ। प्रियहरू, यसकारण त्यो डिसिप्लिनको लाइफ पनि चाहिन्छ, अनुशासित जीवन पनि चाहिन्छ। म परमेश्वर धन्यवाद दिन्छु। कतिजना तपाईँहरू यो हलभित्र हुनुहुन्छ, परमेश्वर धन्यवाद होस्। यो कुराले प्रमाणित हो त यु लभ गड, तपाईँ परमेश्वरलाई प्रेम गर्नुहुन्छ, तपाईँ परमेश्वर वचनलाई प्रेम गर्नुहुन्छ, तपाईँ डिसिप्लिन लाइफ जिउन चाहनुहुन्छ। मैले धेरैजना देखेको छु नि, हाम्रो दार्जिलिङतिर म धेरैचोटि गएँ। एकजना पास्टरले गाली गर्दैन त विश्वासीलाई, वर्सिप चाहिँ दामी लिड गर्छ, वर्सिप सक्ने बित्तिकै हुँदैन मान्छे भने बाहिर गएर चुरोट पो तानिरहेको। अनि अर्को दिन पास्टरले हटाउनु भयो उहाँलाई वर्सिपबाट। कतिजना व्यक्तिहरू एकदम राम्रो हुन्छ मण्डलीभित्र, सबै जोसिलो छन्, तर वचनको समयमा हुँदैन मान्छेहरू। भन्नुहोस् किन भन्नुहोस् त, दे डोन्ट लाइक डिसिप्लिन, लथालिङ्गको जीवन। यसको फ्यामिली हेर्नुहोस्, उनीहरूको लथालिङ्ग छ। परमेश्वर प्रेम नगर्ने मान्छेको लाइफ हेर्नुहोस्, भद्रको लाइफ, बिकज दे डोन्ट वान्ट टु लिभ अ डिसिप्लिन लाइफ। प्रियहरू, म धेरैजनाको जिममा, म युएसमा धेरैजनाले जिममा भर्ती गर्नुभएको छ। सबैजनाको जिममा मेम्बरसिप छ जवानहरू, तर कतिजना जिम जान्छ भन्नुहोस् त। म कोलम्बसमा भन्छु नि, भाइहरू बिहान दगुर्नुलाई एकछिन कुदौँला भनेर कोही पनि जाँदैन। अनि जिममा तिम्रो मेम्बरसिप छ भन्छ, छ भन्छ। पहिलो यो लास्टचोटि कहिले जानु भयो, 3 महिना अगाडि गएको भन्छ। प्रियहरू, त्यो जिम शरीर बनाउनको लागि नि प्रियहरू डिसिप्लिन चाहिँ चाहिन्छ नि। हामी जिमै नगएर डिसिप्लिन, जिममा गाह्रो हुन्छ। म सुरुमा हाम्रो भाइहरूसँग जिममा गएँ, काठमाडौँमा जाने भनेर। सुरुमै गएर 1.5 घन्टा जिम गरिदिएको त जिउ दुखेर 3 दिन ज्वरो आयो। तर पनि ज्वरो आयो भनेर छोड्नु नहुने रहेछ, कन्टिन्यू गर्नुपर्ने रहेछ। जिउ बनाउनको लागि त कन्टिन्यू डिसिप्लिन पनि चाहिन्छ। नेपाली 3 थाल भात खाएर जिम गरेपछि त कहाँ हुन्छ त, पेट मात्रै बढ्छ। एकजनाले जिम चाहिँ गऱ्यो अरे, हात मात्रै सुक्यो अरे, पेट चाहिँ फुकेको भन्दै थियो। हात चाहिँ सुक्दै गयो अरे जिम गरेर, तर पेट चाहिँ घटेन अरे। प्रियहरू, कतिजनाको जीवन त्यस्तै छ, पेट चाहिँ एकदम ठुलो छ। पेट ठुलो भएको मान्छे चाहिँ अस्वस्थ मान्छे हो, बुझ्नुभयो भने। जिउ चाहिँ सानो हो तर पेट ठुलो भयो भने के हो भन्नुहोस् त, त्यो सुन्निएको हो, अस्वस्थ मान्छे हो।
तपाईँ र मलाई, तपाईँले याद गर्नुभयो एउटा एथलेटिक्सले जहिले पनि डिसिप्लिन चाहिन्छ, एउटा जिममा जाने मान्छेले अनुशासन चाहिन्छ। यस संसारमा हामीले आफूलाई अनुशासन बिना हामी ख्रिस्टको चेला हुन सक्दैनौँ। यसका प्रियहरू, वी मस्ट डिसिप्लिन लाइफ। मेरो पहिलो डिसिप्लिन लाइफ चाहिँ वी मस्ट डिसिप्लिन आवरसेल्फ इन द एरिया अफ टाइम। समयको क्षेत्रमा डिसिप्लिन। सबैले मसँग भन्नुहोस् त, समय। प्रियहरू, तपाईँ मेरो जीवनको लागि समय एकदम महत्त्वपूर्ण कुरा छ। अघि मैले हाम्रो लाइफ चाहिँ एकदम छोटो छ। याकुबले के भन्छ भन्दा चाहिँ हाम्रो जीवन पानीको बाफ जस्तै छ भन्छ। पुरानो बाइबल चाहिँ बाफ लेखेको थियो, अहिलेको बाइबल चाहिँ तुवालो भनेर लेखेको छ। तपाईँले याद गर्नुभयो, बाफ निस्किन्छ, एकछिनपछि बिलाइहाल्छ। हाम्रो जीवन कति छोटो छ भन्नु खोजेको। पत्रुसले 1 अध्यायमा भन्दछ 24-25, हाम्रो जीवन घाँस जस्तै छ, तिनका सबै महिमा घाँसका फुल जस्ता, घाँस ओइलाउँछ र फुल झरिहाल्छ। हाम्रो जीवन कति छोटो छ। अनि मोसाले 1:90 पनि त्यही लेख्छ, हाम्रो जीवन त रातको एक पहर जस्तै मात्र छ। तपाईँ बेलुका सुत्नुहुन्छ, बिहान उज्यालो हुन्छ। हाम्रो जीवन रातको एक पहर जस्तै मात्रै छ। हाम्रो जीवन छोटो छ प्रियहरू। तपाईँले कल्पना गरेको भन्दा पनि छोटो छ। कहिलेकाहीँ मेरो घडी छ नि, म कहिलेकाहीँ सेकेन्ड काँटा कहिले पनि हेर्दिनँ। यति छिटो कुद्छ कि फुर्र कुद्छ। त्यो काँटा कुदेको होइन प्रियहरू, तपाईँ मेरो जीवन पनि कुदिरहेको छ, हाम्रो आयु पनि दगुरिरहेको छ। प्रिय, तपाईँ मेरो जीवन चाँडै बितिरहेछ। यसकारण टाइमलाई हामीले अनुशासित गर्न आवश्यक छ। यसकारण त 1:90 मोसाले यसरी प्रार्थना गर्दछन्, हाम्रो आयु हामीलाई ठिकसँग गर्न सिकाउनुहोस् र हामी बुद्धिको हृदय प्राप्त गर्न सकौँ। हेल्प अस ओ लर्ड टु काउन्ट आवर डेज, टिच अस ओ लर्ड टु नम्बर आवर डेज। हाम्रो दिनहरू हामीलाई गन्न सिकाउनुहोस्। किन भन्दा चाहिँ मोसाले एन्ड अफ हिज लाइफ, जीवनको अन्तिममा आएर जीवनलाई बुझे। मोसा लिभ 120 इयर्स, तर जीवनको उत्तरार्धमा आएर जीवनलाई उनले बुझे। 40 वर्ष उनले मिश्रमा बिताए, 40 वर्ष मरुधानमा उजाडिस्तानमा उनले बिताए ससुरा गोठालो गर्दा, अनि 40 वर्ष उनको जर्नी यात्रा भयो। मोसाले जीवनको अन्तिममा आएर बुझे जीवन कति छोटो रहेछ। अनि मोसाले परमेश्वरलाई यसरी प्रार्थना गरे, हाम्रो जीवनको आयुहरू हामीलाई ठिकसँग गर्न सिकाउनुहोस् ताकि हामीले बुद्धिलाई प्राप्त गर्न सकौँ। सो द्याट वी क्यान गेन अ हार्ट अफ विजडम। त्यो बुद्धिको हृदयलाई हामीले प्रार्थना गर्न सकौँ। जवानहरू, तपाईँले परमेश्वरलाई प्रार्थना गर्नुहोस्, तपाईँको टाइमहरू समयलाई ठिकसँग प्रयोग गर्नलाई परमेश्वरले तपाईँलाई विजडम, बुद्धि दिनुभएको होस्। धेरैजनाको बुद्धिको कमीले गर्दा धेरैजना आफ्नो जीवन नष्ट गरेका छन्। तपाईँलाई थाहा छ अमेरिकाको अहिले 20% नानीहरू चाहिँ मानसिक बिमारी छ भन्छ, टिनेजरहरू, अमेरिकाको टिनेजरहरू। अनि तपाईँलाई थाहा छ अमेरिकामा मरेका नानीहरूमध्ये टिनेजरहरू चाहिँ 20% चाहिँ सुसाइड हो। हाइएस्ट सुसाइड अहिले संसारमै अमेरिका हो। तपाईँलाई थाहा छ छैन? 47,000 2016 को हेर्नुहोस् त, 47,000 अमेरिकामा सुसाइड हो। जापानमा त्यो बेला लगभग 24,000, साउथ कोरियामा 18,000, त्यो बेला नेपालमा 4,000 मात्रै हो। किन नेपालमा 4,000, किन अमेरिकामा 47,000 मान्छेले आत्महत्या गर्यो? किन आर्थिक रीतिले धनी भएर पनि अमेरिकामा धेरै सुसाइड रेटहरू छ? किनकि आर्थिक कुराले मात्रै जिन्दगी रहँदैन, पैसाले जीवन बनिँदैन प्रियहरू। किनकि डिसिप्लिन लाइफ नहुँदा त्यसले जीवन र परिवारलाई ध्वस्त बनाएको छ। अहिले 46% नानीहरू, अमेरिकाको नानीहरू एकल आमाले हुर्काउँदैछ भन्छ। 46% नानीहरू चाहिँ एकल आमाले, सिङ्गल मदर्सहरूले हुर्काउँदैछ। कल्पना गर्नुहोस् त्यो नानी भविष्यमा कस्तो नानी हुन्छ। यदि आमा गडली आमा छैन भने, एउटा प्रभुलाई प्रेम गर्ने आमा छैन भने कस्तो नानीहरू आउने जेनेरेसनबाट आउँदैछ। हामी त्यो कुराको एउटा ठुलो भयावह परिस्थितिहरू हामी देख्न सक्छौँ। तर त्यसको लागि वी अल निड डिसिप्लिन प्रियहरू। यसको टाइमलाई डिसिप्लिन गर्नुहोस्। हामी सबैलाई परमेश्वरले बराबरी समय दिनुभएको छ। तपाईँ चाहिँ रेभरेन्ड हुनुहुन्छ, तपाईँलाई चाहिँ 2 घन्टा बढी भन्ने परमेश्वर दिनुभएको छैन। पास्टरलाई पनि त्यही समय हो, विश्वासीलाई पनि त्यही हो, राष्ट्रपतिलाई पनि त्यही समय दिनुभएको छ। जो बाइडेनलाई पनि 24 आवर्स नै हो दिनमा, हप्तामा 7 दिन छ उहाँलाई पनि, हामीलाई पनि त्यही नै हो। दिनमा 24 घन्टा हुन्छ, 24 घन्टामा 8 घन्टा सुत्नको लागि, 8 घन्टा काम गर्नको लागि, अनि 8 घन्टा चाहिँ प्रियहरू परिवारसँग बस्न, प्रभुसँग समय बिताउन। अब मोबाइल हेर्नुहुन्छ, टिभी हेर्नुहुन्छ, सबै त्यही 8 घन्टाभित्र हो। जवानहरू कम्तीमा 8 घन्टा सुत्नुहोस् भन्ने मेरो सल्लाह पनि हो। 8 घन्टा सुत्यो भने चाहिँ के हुन्छ भने तपाईँको लामो जो जीवन छ त्यो चाहिँ पुरा तपाईँ बाँच्न सक्नुहुन्छ भन्छ। जो मान्छे कम सुत्छ बिस्तारै तपाईँ थाहा छ तपाईँ सेल्सहरू मर्दै जान्छ, कतिको चाँडै चाउरी पर्छ अनुहार भन्छ।
तपाईँले याद गर्नु जुन दिन तपाईँ सुत्नुहुन्न नि टाउको दुख्छ, चरर टाउको दुख्छ, तपाईँले याद गर्नुभयो तपाईँको त्यसले तपाईँको सेल्सलाई असर गर्छ। हाम्रो शरीर चाहिँ कोशिकाले बनेको छ, सेल्सले बनेको छ, त्यो चाहिँ नष्ट हुँदै जाने कुरा हो। यस कारण जवानहरू 7-8 घन्टा कम्तीमा सुत्नुहोस् अनि 8 घन्टा काम गर्नुहोस्। 8 देखि 10 घन्टा काम गऱ्यो भने पुग्छ। टाइमलाई तपाईँले बुझ्नु भएन भने जीवनलाई एकदम रिग्रेट गर्नुपर्ने समयहरू मात्रै आउँछ, पछुताउनु पर्ने समयहरू मात्र हुन्छ। यस कारण प्रियहरू, परमेश्वरले जति टाइम हामीलाई दिनुभएको छ त्यसलाई हामीले युटिलाइज गर्न सकौँ, प्रयोग गर्न सकौँ। तपाईँले सुन्नुभएको छ, त्यसलाई हामी फ्लज भन्छौँ। समयको बारेमा मानिसको गलत विचारहरू, कतिले के भन्छ भने समय चाहिँ धन हो भन्छ, टाइम इज ट्रेजर। तर चाहिँ हाफ ट्रुथ हो, त्यो एब्सोल्युट ट्रुथ होइन। किनकि समय धन भएको भए ब्याङ्कमा राखेर ब्याज कमाउनु सकिन्थ्यो नि। कोही हुनुहुन्छ तपाईँको समयलाई ब्याङ्कमा राखेर ब्याज निकाल्नु मिल्छ? मेरो 20 घन्टा चाहिँ ब्याङ्कमा राख्नु पऱ्यो, अर्कोचोटि चाहिँ ब्याज चाहिँ चलाउनु पऱ्यो भने मिल्छ? मिल्दैन। तपाईँ टाइम कुदिरहेछ। बाइबलले सिकाउने कुरा के हो भन्दा चाहिँ परमेश्वरले दिनुभएको समयलाई पुरा सदुपयोग गर। एफिसी 5:16-17 भन्दछ, बुद्धि कसरी हिँड्छौ ध्यानसँग हेर, निर्बुद्धि मानिस जस्तो होइन तर बुद्धिमान जस्तो समयको पुरा सदुपयोग गर। नेपालीमा चाहिँ पुरा भनेको छ, तपाईँको बाइबलमा त्यो पुरा भन्ने छैन भने चाहिँ अर्को नयाँ बाइबल किनिहाल्नुहोस्, कि त्यो त्यहाँ हुनुपर्छ। समयलाई पुरा सदुपयोग गर। अङ्ग्रेजीमा चाहिँ रिडिमिङ योर टाइम। परमेश्वरले हामीलाई जुन समयहरू दिनुभएको छ त्यसलाई हामीले पुरा प्रयोग गर्नको लागि, यसका प्रियहरू, त्यो टाइमलाई हामीले असल प्रकारले बिताउन सकौँ। 8 आवर्स जो हाम्रो फ्यामिली टाइमहरू छ, हामीले त्यसलाई सदुपयोग गर्न सकौँ। किनकि परमेश्वरले हामीले यो कुरा सिकाउनुहुन्छ, टाइम इज अ गिफ्ट अफ गड। किनकि यो संसारको हाम्रो टाइम चाहिँ जो गतिमा हामी दगुरिरहेका छौँ, यो जीवन परमेश्वरको वरदान हो। मानिसले त्यसरी जीवनलाई जसरी बुझे तापनि हामी एज अ क्रिस्चियन इज अ गिफ्ट अफ गड। हाम्रो जीवनका समयहरू परमेश्वरको वरदान हुन्, हामीले त्यो समयलाई पनि प्रयोग गर्न सकौँ। यसका प्रियहरू, तपाईँले समयलाई कसरी प्रयोग गर्नुहुन्छ? यसका प्रियहरू, एक दिन यस्तो समय नआओस् हामीले जीवन रिग्रेट गर्नु नपरोस्। 40 वर्ष लगाएर पेन्सिल्भेनियाको वैज्ञानिकहरूले त्यहाँको जेलमा अनुसन्धान गरे अनि आजीवन कारावास भन्छौँ, लाइफ सेन्टेन्सहरू, जीवनभरि नै कारावासको सजाय भोग्नेहरूलाई उनीहरूले सोधेको थियो वैज्ञानिकहरूले, तपाईँले फेरि यो जीवन पाउनुभयो भने कसरी जिउनुहुन्छ? अनि सबैले आँसुमा हुँदै भनेका थिए, यो जीवन फेरि पाएको भए हामी यसरी जिउने थिएनौँ। तर दुःखद कुरा यही नै हो, त्यो जीवन फेरि उनीहरूको लागि थिएन, किनकि जेलमा नै उनीहरूले मर्नुपर्ने थियो।